सम्पूर्ण साथीहरुलाई नमस्कार। साथीहरु, आजको यस भिडियोमा म तपाईहरुलाई क्लास 11 को रिजल्ट अनलाइन बनाउने कसरी त्यो बारे बताउन गइरहेको छु। यो वेबसाइट मैले तयार गरिसकेको छु। मन परे तपाई सब्स्क्रिप्सन लिन सक्नुहुन्छ। सबभन्दा पहिला तपाई यस स्मार्ट रिजल्ट SYS टाइप गर्नुस्, त्यसपछि यसरी आउने छ। साथीहरु, यहाँनिर यसरी देखिनेछ ब्लगर भनेर, अनि यहाँ क्लिक गरौँ। यसरी खुलिसकेपछि साथीहरु, तपाईले यहाँ हेर्न सक्नुहुन्छ प्रिभियस स्कुल लगइन, भ्यू प्लान, त्यसपछि तपाईको फिचरहरु रहेका छन्। यसमा के फिचर पाउनु हुनेछ त्यो कुरा रहेको छ। त्यस्तै गरी साथीहरु, यहाँ चाहिँ सब्स्क्रिप्सन हुनु रहेका छन्। पहिलो इयरमा डिस्काउन्ट पनि रहेको छ र जो मेरो चाहिँ अफलाइन एक्सेल सफ्ट क्लास 11 को चलाइरहेछन् ग्रेड सिट बनाउने, उहाँहरुले चाहिँ 800 तिरेर यो 1 वर्षको लागि अनलाइन लिन सक्नुहुन्छ र नयाँको लागि चाहिँ 1800 रहेको छ, किनभने उहाँलाई अनलाइन र अफलाइन दुईटै मिल्ने छ। अनलाइनमा चाहिँ यो वेबसाइट छ भने र अफलाइनमा चाहिँ त्यो वेबसाइट भित्र नै एउटा मैले फाइल राखेको छु, त्यो डाउनलोड गरेर युज गर्न सक्नुहुन्छ। र 2 वर्षको लागि लिनुभयो भने 20% छुट, 3 वर्षको 30, 4 वर्षको 40 अनि 5 वर्षको 50% छुट छ। 5 सम्म मात्र सब्स्क्रिप्सन रहेको छ र 5 वर्षको लागि एकैचोटी किन्नु भयो भने साथीहरु तपाईलाई 50% डिस्काउन्ट मिल्ने छ र 5 वर्षको लागि तपाईलाई आनन्द हुनेछ है साथीहरु। र तपाईहरुले चाहिँ 5 वर्षको नभएर 1 वर्षको लागि लिँदै हुनुहुन्छ भने प्रत्येक वर्ष तपाईले 1800 रुपैयाँ तिर्नुपर्ने हुन्छ है साथीहरु। यस्तो हुनेछ र त्यसो भए तपाईहरु चाहिँ यहाँ सबै कुरा लेखेको छ र सुरुमा पैसा तिर्नु पर्ने छ। त्यो पहिला भिडियो पुरा हेर्नु होला, मन परे चाहिँ फेरि यो सब्स्क्रिप्सन लिनु होला। सबभन्दा अब चाहिँ यति गरिसकेपछि साथीहरु, हामी सब्स्क्रिप्सन हेर्ने छौं। यहाँ चाहिँ क्यूआर रहेको छ, क्यूआर स्क्यान गर्ने र तपाईले चाहिँ पेमेन्ट गर्न सक्नुहुन्छ। कुन सब्स्क्रिप्सन लिनु भएको छ त्यो सब्स्क्रिप्सन हेर्नु होला र पेमेन्ट त्यति गर्नु होला। गरिसकेपछि साथीहरु, तपाईले चाहिँ कन्ट्याक्ट गर्नु होला है। कन्ट्याक्ट गर्दाखेरि तपाई चाहिँ व्हाट्सएपमा गर्न सक्नुहुन्छ, मेलमा, फेसबुक मेसेन्जरमा, वा चाहिँ तपाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। कन्ट्याक्ट गर्नु होला। अब यति गरिसकेपछि साथीहरु, अब यो विशेष गरेर फेरि तपाईको यो मोबाइलमा चाहिँ देखिन्छ तर त्यति मोबाइलमा चाहिँ कम्फर्टेबल बनेको छैन, किनभने भर्जन 1 चलिरहेको छ। यो म भर्जन 2 पनि ल्याउने छु, अपडेट भर्जन ल्याउने नै छु। र अहिले चाहिँ तपाईहरुको किनभने कक्षा 11 को अहिले अर्जेन्ट चाहिँ ग्रेड सिट चाहिएकोले बनाउनु पर्ने भएकोले विद्यालयहरुले चाहिँ छिटो भन्दा छिटो भनिरहेका थिए, त्यसले गर्दाखेरि मैले यो चाहिँ तयार गरिदिएको छु र तपाईहरुको कामको लागि चाहिँ पर्फेक्ट भएको छ। र थप यसमा चाहिँ अझ सुविधा म चाहिँ थप्ने छु, जुन चाहिँ हजुरहरुलाई जानकारी यो वेबसाइटमा मिलिहाल्ने छ। यति गरिसकेपछि साथीहरु, सबभन्दा पहिला हामी चाहिँ थाहा पाइसकेपछि अब यहाँ चाहिँ होम ट्याब छ, पोर्टफोलियो छ, प्रिभियस छ, यहाँ चाहिँ सीट टु स्लाइड छ। साथीहरु, यो सुविधा पनि तपाईहरुलाई थप दिने नै छु, तर यसको लागि तपाईहरुलाई केही कुरा म जानकारी पनि गराउने छु। तर पहिला चाहिँ साथीहरु, हामी रिजल्टको हेर्ने छौं। सबभन्दा पहिला साइन अप गर्नु होला। साइन अपमा गइसकेपछि यसरी साइन अपमा क्लिक गर्नु होला है साथीहरु। यसरी साइन अपमा क्लिक गरिसकेपछि आफ्नो स्कुलको चाहिँ यहाँ इमेज, स्कुल नेम, फोन नम्बर, एड्रेस अनि कुन प्रदेशबाट हो त्यो छनौट गरेर हैन तपाई सिलेक्ट गर्नु होला। अनि तपाईको ESTD डेट चाहिँ वर्ष चाहिँ लेख्नु होला, डेट पुरा लेख्नु पर्दैन, वर्ष मात्र लेख्नु होला। अनि त्यसपछि कति वर्षको सब्स्क्रिप्सन तपाईले पेमेन्ट गर्नुभयो त्यो चुज गरेर गर्नु होला। त्यसपछि प्रिन्सिपलको नाम प्रिपेड बाइ चेक्ड बाइ क्लास 11 को मात्र है साथीहरु। त्यसपछि तपाईसँग लोगो छ भने यसमा हाल्नु होला, छैन भने केही मलाई चाहिँ लोगो सेन्ड गरे पनि हुन्छ है साथीहरु। व्हाट्सएपबाट, फेसबुकबाट कसरी तपाई जानकारी पाउनुहुन्छ म भिडियोमा भनिसकेको छु। र त्यसपछि तपाईले चाहिँ मेरो चाहिँ यो नम्बर, यो व्हाट्सएप नम्बर है, म पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ, जुन चाहिँ तपाईहरुले कन्ट्याक्ट गर्नु होला। पेमेन्ट गरेको रसिदहरु सेन्ड गर्नु होला। म चाहिँ त्यसपछि यहाँबाट भरेको जो तपाईको हुन्छ डाटा त्यो म चाहिँ एक्टिभ गर्दिने छु है साथीहरु। यो व्हाट्सएप गर्नु होला र पेमेन्ट गर्नु होला, कति वर्षको लागि लिनु भएको छ अनि तपाईले पेमेन्ट गरेको चाहिँ स्क्रिनशट मलाई सेन्ड गर्नु होला। अब यहाँ चाहिँ सेन्ड तपाईले चाहिँ रजिस्टर गरिसकेपछि साथीहरु, तपाईको प्रदेश कुन हो त्यो प्रदेशमा जानेछ है साथीहरु। अब हामीहरुको अब मानौ मैले एक्जाम्पलको लागि मैले चाहिँ सुदूरपश्चिम प्रदेशको मैले गरेको छु, यहाँ सुदूरपश्चिम प्रदेश। अब तपाईको जुन अब चाहिँ हामी कुन स्कुलमा रहेको छ, म चाहिँ जस्तै यहाँ स्कुल पोर्टल भन्ने छ एउटा, म यसमा जाने छु। यो स्कुल पोर्टल भनेको स्कुलले कन्ट्रोल गर्ने हो अहिले
सबै कुरा गर्नुपर्ने हो स्कुलले है साथीहरु। अब चाहिँ यहाँ इमिस नम्बर हालेर पनि तपाईको इमिस नम्बर यहाँ देखिरहेको छ, यहाँ हालेर पनि सर्च गर्न सक्नुहुन्छ। तर चाहिँ हाल मैले 5 विद्यालय यहाँ गरेको छु र तपाईहरुको स्कुल पोर्टलको पहिला गरौँ है साथीहरु। विद्यार्थीको हामी चाहिँ भ्यू मार्कसिट भनिरहेको छ, ग्रेड सिट देखाउँछ यहाँ। अब हामी स्कुल पोर्टलमा गइरहेका छौं। स्कुल पोर्टलमा यसरी क्लिक गरौँ। स्कुल पोर्टलमा क्लिक गरिसकेपछि हामी यहाँ जानेछौँ, जुन चाहिँ मर्जिट भन्ने चाहिँ मैले आइडी र पासवर्ड जो त्यो सबमिट गर्नुभयो पासवर्ड, त्यो कुरा यहाँ हाल्नुपर्ने छ र तपाईले चाहिँ पासपोर्ट चाहिँ फरगेट पनि गर्न सक्नुहुन्छ है साथीहरु। तर म चाहिँ यहाँबाट हाल्छु र हालिसकेपछि यसरी अब लगइन गर्नु होला र आइडी र पासपोर्ट ठिक मिलेको छ भने यहाँ चाहिँ लगइन हुन्छ, नत्र तपाईको गल्ती छ भन्ने कुरा देखाउने छ है साथीहरु। यस्तो रहेको छ। चाहे पासपोर्ट यसरी अनि सच्याइसकेपछि भेरिफाइङ भनिरहेको छ। अब हामीहरुको यहाँ चाहिँ लगइन भइरहेको छ। अब सक्सेसफुली लगइन भएको। यहाँ चाहिँ सरस्वती जनता सेकेन्डरी स्कुल रहेको छ। यहाँ चाहिँ 41 विद्यार्थी रहेका छन्, 16 सब्जेक्ट रहेका छन् है साथीहरु। अब स्कुल प्रोफाइलको कुरा गर्दाखेरि तपाई यहाँ स्कुलको नाम, यहाँ चाहिँ एड्रेस है, यहाँ चाहिँ प्रदेश, यहाँ चाहिँ एसटीडी डेट तपाई चेन्ज गर्न सक्नुहुन्छ। लोगोको कुरा गर्दाखेरि म लोगो चाहिँ हाल्ने तरिका पनि बताइदिन्छु र तपाईलाई आउँछ भने सजिलो भयो है। लिंक हाल्नु पर्ने छ। अनि यहाँ चाहिँ हेड सरको नाम रहेको छ। यहाँ चाहिँ तपाईको इमेल चेन्ज गर्न सक्नुहुन्छ। फोन नम्बर पनि तपाई हाल्नुपर्ने हुन्छ। यो चाहिँ डेमो पर्पज रहेको छ। यति गरिसकेपछि साथीहरु यो चाहिँ म तपाईलाई देखाउनको लागि हालेको डाटा हो। यो ओरिजिनल, यो काम चाहिँ ओरिजिनल जस्तै गरिरहेको छ र ओरिजिनल पनि हो है साथीहरु। तर तपाईलाई एउटा विद्यालय हालेको छु म। अब यति गरिसकेपछि साथीहरु अपडेटमा यहाँ चाहिँ सेभमा क्लिक गर्नुपर्ने हुन्छ र सेभमा क्लिक गरिसकेपछि हामीहरुको चेन्ज हुनेछ। हालको लागि म तपाईलाई एउटा सुरुमा सबभन्दा पहिला हामीलाई चाहिँ के चाहिन्छ भने साथीहरु ग्रेड सिट हेर्नुपर्ने हुन्छ। ग्रेड सिट हामी हेर्ने छौं है। ग्रेड सिट हेरिसकेपछि अब त्यसमा के डिटेल आइरहेको छ त्यसको बारेमा म हजुरलाई जानकारी गराउँछु। अनि यसरी गरिसकेपछि म सिंगल ग्रेड सिटमा गए र यहाँ चाहिँ सिंगल एउटा विद्यार्थीको लागि मात्र हेर्नको लागि यहाँ क्लिक गरेर हामीले एउटा विद्यार्थीको ग्रेड सिट हेर्न सक्छौं है साथीहरु। यसरी एउटा विद्यार्थीको चाहिँ यहाँ स्कुलको नाम आउने छ, सबै कुरा आइरहेछ, लोगो सोगो लगायतका हरेक कुरा जेपी आइरहेको छ। यहाँ हेड सरको नाम हेर्न सक्नुहुन्छ, लक्ष्मण थापा रहेको छ, कमल पाण्डे रहेको छ, हरिश दमाई रहेको छ, धामी रहेको छ। यति आइसकेपछि यो कक्षा 11 को हो। यहाँ प्रिन्ट डाउनलोडमा क्लिक गरेर डाउनलोड गरेर प्रिन्ट आउट गर्नु होला। प्रिन्ट सिट भन्ने छ। यहाँ प्रिन्टैमा तपाईको म्यानेज भइराछ भने प्रिन्ट तपाईसँग छ, मसँग छैन, तपाईसँग छ भने प्रिन्ट सिटमा राम्रो आइराछ भने प्रिन्ट सिधा त्यहाँ क्लिक गरेर पनि गर्न सक्नुहुन्छ। यसरी आउनेछ हैन साथीहरु। अब मसँग चाहिँ त्यो छैन है साथीहरु, भन्दाखेरि प्रिन्टर छैन, जसले गर्दाखेरि यो साइज मलाई थाहा भएन कस्तो हुने हो भनेर। तर कोसिस गरेको छु, मिलाएको नै छु है। तर पनि अब चाहिँ प्रिन्टर नहोलाले चाहिँ म भन्न सक्दैन है। तपाईसँग प्रिन्टर छ भने त राम्रो भयो हैन। यसरी चाहिँ मिलाउन सक्नुहुन्छ। तर मसँग प्रिन्टर छैन। अब प्रिन्टर जसले गर्दाखेरि म चाहिँ हजुरहरुलाई पीडीएफ बाट चाहिँ यो काम गर्नु होला भनेर चाहिँ सजेस्ट गर्न चाहे है। पीडीएफ बाट गर्दाखेरि सजिलो हुनेछ। साथीहरु हामीहरुको यहाँ चाहिँ अब पीडीएफ डाउनलोडमा क्लिक गर्दाखेरि यसरी प्रोसेसिङ भन्छ, पीडीएफ डाउनलोड पपअप आउँछ। यहाँनिर क्लिक गर्यो भने तपाईको पीडीएफ आउनेछ। यस्तो आइसकेपछि साथीहरु हेर्न सक्नुहुन्छ। यस्तो आइसकेपछि तपाईले यहाँ चाहिँ प्रिन्टरमा क्लिक गर्नु होला। प्रिन्टरमा क्लिक गरिसकेपछि यहाँबाट प्रिन्ट गर्दाखेरि एकदम राम्रो हुनेछ र तपाईको कम्प्युटरमा पनि सेभ हुनेछ है साथीहरु। यति गरिसकेपछि साथीहरु अब मैले तपाईलाई जानकारी गराए यो चाहिँ सबै चेन्ज गर्न मिल्छ। यति गरिसकेपछि साथीहरु अब हामी ड्याशबोर्डमा जाने छौं। यहाँ गइसकेपछि यहाँ चाहिँ म अब एउटा चाहिँ प्रिन्सिपलको नाम चाहिँ चेन्ज गरिदिने छु, जसमा चाहिँ म यहाँ लेख्छु दीपक लेखे है। जुन चाहिँ यसरी लेखे दीपक बुढा भनेर लेखे र त्यस्तै गरी म चाहिँ चेक्ड प्रिपेयर्ड बाइमा चाहिँ आफ्नो नाम लेखिदिन्छु है, जुन चाहिँ म आफै स्वयं छु। र त्यस्तै गरी फोन नम्बरको कुरा गर्दाखेरि म आफ्नो फोन नम्बर लेखिदिन्छु है साथीहरु। यसरी लेखेर भइसक्यो। अब यति गरिसकेपछि मैले अपडेटमा क्लिक गरिरहेको छु। अपडेटमा क्लिक गरिसकेपछि साथीहरु हेर्न सक्नुहुन्छ यहाँनिर यो प्रोफाइल अपडेटेड सक्सेसफुली भन्यो, अपडेट भइसकेको छ। अब एकचोटी फेरि हामी ग्रेड सिट हेर्ने छौं। अब चाहिँ हामीहरुको यहाँनिर नाम चेन्ज हुनेछन्। मैले स्कुलको नाम चेन्ज गरेन, तपाईहरु गर्न सक्नुहुन्छ है साथीहरु। ठीक छ।
तपाईहरु गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ प्रिपेयर्ड बाइमा यो चाहिँ आइसकेको छ। मानसिक राणा यहाँ दीपक बुढा आइसक्यो, अहिले चेन्ज भइसक्यो है साथीहरु। यति गरिसकेपछि सेम ग्रेड सिट पनि त्यस्तै हो। कतिदेखि कति चाहियो हजुरहरुलाई? यतिदेखि मानौ कि हामीहरुलाई यहाँसम्म चाहियो भनेपछि फर एक्जाम्पल म चाहिँ 36 सम्म चाहियो भने यति क्लिक गर्छु र 36 सम्म हामीहरुको यहाँ ग्रेड सिट मल्टी सिट देखिनेछ, जुन चाहिँ प्रिन्ट आउट गर्दाखेरि तपाईहरु यसरी हेर्न सक्नुहुन्छ है। यसरी क्लिक गरेर सबै कुरा यहाँ तपाईको आउनेछ र प्रिन्ट आउट गर्नको लागि तपाईहरुले मैले भनिसकेको छु, यहाँ पीडीएफ मा क्लिक गरेर डाउनलोड गरेर मात्र प्रिन्ट आउट गर्नु होला। अहिले यो चाहिँ बनिरहेको थियो र अहिले अर्जेन्ट चाहिँ काम परेको हुनाले चाहिँ, किनभने स्कुलहरुले फर्म भरिरहेका छन् 12 को, अनि उहाँहरुलाई चाहिएको हुनाले म चाहिँ यो दिन गइरहेको छु र तपाईहरुले चाहिँ यो मन पर्यो भने किन्न सक्नुहुन्छ। र मसँग चाहिँ अफलाइन पनि सफ्टवेयर रहेको छ र यो अफलाइन सफ्टवेयरमा 5 वर्षदेखि चाहिँ बिक्री गरिरहेको थिएँ। यो चाहिँ अफलाइन रहेको छ, यहाँ डाउनलोडमा गएर। तर यो चाहिँ अनलाइन किने मात्र अफलाइन पनि आउनेछ है साथीहरु, किनभने अनलाइन चाहिँ 800 को मात्र पर्छ, अफलाइन चाहिँ 1000 को परिरहेछ है साथीहरु। पहिला जानकारी गराए 200 चाहिँ छुट रहेको छ 1 वर्षको लागि। र अब चाहिँ अफलाइनमा के छ भने साथीहरु, त्यसमा प्रदेश चाहिँ मैले गरेको छैन है, प्रदेश चाहिँ हालेको छैन, तर अनलाइनमा प्रदेश रहेको छ। यो चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ तपाई यहाँबाट। अब बेकसिटको कुरा गर्दाखेरि सेम पीडीएफ चाहिँ क्लिक गर्नु होला, पीडीएफ चाहिँ बन्छ, अनि त्यसपछि बेकसिट पनि प्रिन्ट आउट गर्न सक्नुहुन्छ। अब सब्जेक्टको कुरा गर्दाखेरि जर्नल स्कुलहरुको लागि मैले सकेसम्म सबै सब्जेक्ट यहाँ चाहिँ 16 वटा सब्जेक्ट राखेको छु। तपाईको स्कुलको सब्जेक्ट अलरेडी होला, छैन भने तपाई चाहिँ स्कुल सब्जेक्ट पनि राखेर अपडेट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ यसरी रहेको छ। मैले एउटा कुरा यहाँ नेपालीको गरे, नेपालीमा मैले यहाँ चाहिँ 75 को ठाउँमा यहाँ चाहिँ एक्जाम्पलको तौरमा मैले 80 लेखिदिन्छु है। यसरी 80 गरेर अपडेट गर्यो भने यहाँ चाहिँ अपडेट पनि हुनेछ है साथीहरु। अब यहाँ चाहिँ सब्जेक्ट अपडेटेड भनिसकेको छ। यहाँ चाहिँ अब टोटल जोडेर यहाँ हेर्न सक्नुहुन्छ 105 आइसकेको छ, यहाँ चाहिँ 80 आइसकेको छ, तर हाम्रो यो होइन है साथीहरु। ठीक छ, हामीहरुको के छ भने यहाँ चाहिँ हामीहरुको 75 नै हुन्छ है। यो चाहिँ यसरी चाहिँ एन्ट्री गर्नु होला, यो एन्ट्री यसरी गर्न सक्नुहुन्छ भनेर मैले जानकारी गराए है, अपडेटेड गरे। अब यति गरिसकेपछि मार्क एन्ट्रीको कुरा गरौँ। मार्क एन्ट्रीमा यहाँ गइसकेपछि तपाईहरुले यहाँ सबभन्दा पहिला यहाँ जानु होला। यहाँ चाहिँ तपाईहरुको विक्रम सम्वत वर्ष राख्नु होला, यहाँ चाहिँ एडी वर्ष राख्नु होला, विद्यार्थीको सिम्बल नम्बर राख्नु होला, रजिस्ट्रेसन नम्बर हैन, यहाँ चाहिँ तपाईहरुले चाहिँ विद्यार्थीको नाम, यहाँ चाहिँ उहाँको जन्ममिति र बीएस जन्ममिति राख्यो भने एडी जन्ममिति अटोमेटिक आउनेछ, यहाँ चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ। र मानौ कि मैले चाहिँ यहाँ क्लिक गरे, क्लोज गरे र मैले इन्ट्री गरेको विद्यार्थी यो हुनेछ। मानौ कि यो इन्ट्री गरे, अब चाहिँ विद्यार्थीको यहाँ चाहिँ अपडेट गर्न मिल्छ। यहाँ चाहिँ विद्यार्थीले चाहिँ जम्मा 6 वटा विषय लिएका छन् मानौ है साथीहरु। 6 वटा विषय लिएका छन् भने तपाईले मिस्टेक बस अरु विषय हाल्नु भयो, सकेसम्म यहाँ चाहिँ तपाईले थ्योरिकल कोड राख्नु होला है साथीहरु। तपाईले प्र्याक्टिकलको कोड नराखेर थ्योरिकल कोड राख्नु होला। यहाँ चाहिँ सकेसम्म तपाईले त्यो लेजर जो एनईबीले दिएको लेजर हुन्छ त्यो हेर्नु होला। यहाँ चाहिँ तपाईले बनाएको लेजर त्यो कोड कुन छ, त्यो कोड पहिलो कोड राख्नु होला, थ्योरिकल कोड जुन चाहिँ आईएन यो कोड राख्नु भयो भने या चाहिँ तपाईले मानौ कि आईएन कोड यसको चाहिँ 12 गरे भने 12 को आईएन हुन्छ र जसले गर्दाखेरि यो चाहिँ देखिने हैन है साथीहरु। यानी आईएन वाला देखिने हैन, तर यसको चाहिँ हामीले थ्योरिकल कोड यहाँ राख्नु पर्ने छ र प्र्याक्टिकल कोड अटोमेटिक त्यसले जनरेट गर्छ वा चाहिँ बनाउँछ र अटोमेटिक आउनेछ है साथीहरु। ठीक छ, यो कुरा ध्यान गर्नु होला। यति गरिसकेपछि तपाईले त्यसपछि यहाँ सेममा क्लिक गर्दिनु होला। नम्बर चेन्ज पनि गर्न सक्नुहुन्छ, अपडेट पनि गर्न सक्नुहुन्छ। सेममा गर्नुभयो भने त्यो चाहिँ हामीहरुको डेटा आउनेछ है साथीहरु। आइसकेपछि अब तपाईहरुले चाहिँ यति गरिसकेपछि लेजरमा जान सक्नुहुन्छ। लेजरमा चाहिँ यसरी चाहिँ यहाँ वर्ष हाल्नु होला, कति वर्ष चाहियो, यहाँ चाहिँ 82 83 कतिको गर्नुभएको छ त्यति गर्नु होला। जस्तै मैले यो चाहिँ 2082 को गरे, 82 गर्दाखेरि यहाँ चाहिँ एनजी देखाइरहेको छ है साथीहरु। 1151 मा एनजी रहेको छ र त्यस्तै गरी यता यो देखाइरहेको छ के है, हेरिरहेका छौं हामीहरु, देखाइरहेको छ। अब चाहिँ यो मैले चाहिँ थ्योरिकल कोड राखेको छु है। यहाँ चाहिँ यो चाहिँ पहिलो चाहिँ हामीहरुको
थ्योरिकल कोड र त्यसपछि थ्योरिकल कोडसँगै यहाँ चाहिँ टीएच चाहिँ हामीहरूको चाहिँ ग्रेड रहेको छ भने यो पीआर ग्रेड रहेको छ वा आईएन। अनि यहाँ तिनीहरूको थ्योरिकल र इन्टरनल र फाइनल दुईटै जीपीए देखिनेछ है साथीहरू। यति गरिसकेपछि साथीहरू तपाईले चाहिँ मल्टिसिट पनि जान्नुभयो अनि यो लेजर पनि थाहा पाउनुभयो है। अनि प्रिन्ट आउट गर्दाखेरि जहिले पनि पीडीएफ डाउनलोड गरेर मात्र गर्नु होला है साथीहरू। यो अग्रिम जानकारी र यो अपडेट प्रोसेसमा रहेको छ र हजुरहरूलाई फुल्ली अपडेटेड पनि बनाउँदैछु र बनिसकेपछि पनि त्यो अपडेट तपाईहरूले पैसा तिर्नु पर्दैन। जति बेला अपडेट हुन्छ त्यति बेला अटोमेटिक त्यो अपडेट हुनेछ या अग्रिम हजुरहरूलाई जानकारी हुनेछ, त्यो अपडेट मिल्नेछ है साथीहरू। ठीक छ र तपाई यो युज गर्न सक्नुहुन्छ र अपडेट आयो भने तपाईले पैसा तिर्नु पर्दैन, अटोमेटिक अपडेट हुन्छ है। यति गरिसकेपछि अब हामी बेक सिटको पनि थाहा पायौं साथीहरू। यता चाहिँ यो प्रोफाइल सब्जेक्ट इन्ट्री यो सबै थाहा पाइसकेका छौं। अब चाहिँ हामीहरूको यहाँ सिंगल सिटको पनि थाहा पाइसकेका छौं है साथीहरू। त्यस्तै गरी यहाँ रिजल्ट कार्ड रहेको छ। रिजल्ट कार्ड गर्दाखेरि यहाँ चाहिँ क्यूआर को कुरा रहेको छ है। कतिवटा कार्ड जेनेरेट गर्ने, क्यूआर जेनेरेट गर्ने। जस्तै यहाँ चाहिँ विद्यार्थीले स्क्यान गर्यो भने त्यो डाटा सजिलै चाहिँ त्यसले के गर्न सक्छ, म 34 मतलब दुई कार्ड चाहिँ जेनेरेट गरिरहेको छु। रिजल्ट चाहिँ थाहा पाउँछ। जस्तै मैले गर्दाखेरि यो चाहिँ दोस्रो नम्बरको मैले सेभ इमेज भन्छ, यसमा क्लिक डाउनलोड गरेर विद्यालयले ती विद्यार्थीलाई यो क्यूआर सेन्ड गर्न सक्छ है साथीहरू। मैले यसमा अझ थप्ने छु, इमेल आईडी राख्दिने छु वा व्हाट्सएप नम्बर राख्दिन्छु र जसले गर्दाखेरि विद्यालयले तिनी विद्यार्थीको चाहिँ व्हाट्सएप नम्बर एड गर्छ र एड गरिसकेपछि यो क्यूआर मतलब कि क्यूआर पनि जनरेट हुन्छ र तल चाहिँ विद्यार्थीको फोन नम्बर राख्यो भने त्यसमा सेन्ड गर्यो भने व्हाट्सएपमा अटोमेटिक त्यसको व्हाट्सएप खोलेका छन् भने व्हाट्सएपमा सेन्ड भइहाल्छ यो इमेज। यसरी राख्दिने छु र यसरी चाहिँ हामीहरूको यो क्यूआर जनरेट हुनेछ। अब विद्यार्थीले यो चाहिँ क्यूआर स्क्यान गर्यो भने है साथीहरू, यो क्यूआर स्क्यान गर्यो भने त्यसले के थाहा पाउँछ, म पास छु कि फेल भन्ने कुरा थाहा पाउँछ। त्यसको लागि के गर्ने, मोबाइलमा जाने वा मोबाइलमा तपाईको क्यूआर छ भने राम्रो भइगयो, छैन भने चाहिँ मसँग यो गुगलको चाहिँ लेन्स युज गरिरहेको छु। अपलोडमा जान्छु, अपलोडमा गइसकेपछि म यहाँ क्लिक गर्छु र ओपनमा क्लिक गर्छु है साथीहरू। अब त्यो विद्यार्थीको नतिजा के आएको छ म यहाँ स्क्यान गरेर पनि थाहा पाउने छु है साथीहरू। यसरी गर्दाखेरि अब चाहिँ स्क्यान भइरहेको छ। हामीहरूको स्क्यानमा यो नतिजा आएको छ, अञ्जली कुमारी कार्की, इयर 2082, सिम्बल नम्बर यो, रजिस्ट्रेसन नम्बर यो, रिजल्ट चाहिँ टोटल एनजी भनेको 1 लागेको छ है। एनजी चाहिँ एक विषयमा एनजी छ भनेर देखाइरहेको छ। अब यसको हामी चाहिँ 34 यो चाहिँ हामीहरूको 34 रहेको थियो, त्यसले गर्दाखेरि यो कपी गरेर म 34 को चाहिँ सिंगल सिट हेर्छु है। किन यस्तो चाहिँ एनजी आइरहेको छ, किन एनजी साँच्चीकै एउटा एनजी लागेको छ भन्ने कुरा पत्ता लगाएको छ कि त्यतिकै भनिरहेको छ, त्यो कुरा हेर्न गइरहेका छौं। र 34 मैले क्लिक गर्दाखेरि यहाँ त है हामीहरूको अपडेट भयो कि नै, अञ्जली कुमारी कार्की भइसकेको, अपडेट भइसकेको छ साथीहरू। तर यहाँ 2.12 जीपीए छ, तर यहाँ त्यहाँ एनजी किन भन्यो, किनभने साथीहरू यसमा मैले के एनजी वाला फर्मुला लगाएको छैन। एनजी भएपछि यहाँ चाहिँ एनजी देखियोस् भनेर मैले गरेको छैन। विद्यालयले थाहा पाउँछ कि यो विषयमा एनजी छ तर पनि यति जीपीए को छ, यसले परीक्षा दिनुपर्ने हो भन्ने कुरा विद्यालयले थाहा होस् भनेर मैले यो गरेको। अब यो विषयमा एनजी भएकोले चाहिँ त्यसले चाहिँ हामीहरूको के भएको छ भने त्यसले जो चाहिँ यहाँ हामीहरूको स्क्यानमा चाहिँ एनजी भनेको छ, एउटा एनजी रहेको छ भन्ने कुरा पत्ता लगाएको छ है। यहाँ चाहिँ एनजी रहेको छ है, नम्बर पुगेन भनेर कुरा बुझ्नु पर्यो है। अनि त्यसले गर्दाखेरि 1 एनजी भनेको छ। अब दुईटा एनजी भयो भने 2 विषय लागेको छ भने 2टा एनजी देखाउँछ, 3 लागेको छ भने 3टा एनजी देखाउँछ है रिजल्टमा। यहाँ चाहिँ त्यसले विद्यार्थीले पाउँछ कि मेरो एउटा विषय लागेको छ, जसले गर्दाखेरि यहाँ एनजी आइरहेको छ भन्ने कुरा थाहा पाउँछ। यति गरिसकेपछि साथीहरू मलाई लाग्छ मैले कार्ड पनि देखाए, सिंगल पनि देखाए, बेक सिट पनि देखाए, डाउनलोड पनि देखाए है। यहाँबाट चाहिँ रजिस्ट्रेसन फर्म डाउनलोड गर्न सक्नुहुन्छ। यो चाहिँ मल्टी फर्म पनि देखाए, यो चाहिँ लेजर पनि देखाए हजुरहरूलाई, मार्क इन्ट्री पनि बताए, सब्जेक्ट इन्ट्री पनि बताइसकेको छु, स्कुल प्रोफाइल पनि अपडेट कसरी गर्ने त्यो बताइसकेको छु। अनि यो चाहिँ विद्यार्थीको डाटा यहाँ देखिने छ है। यहाँ चाहिँ रिजल्ट कार्ड भन्छ, लेजर यो सर्टकट बटनहरू रहेका छन्। यहाँ चाहिँ क्लिक गरेर यो नोटिफिकेसन है, कुनै अपडेट भयो भने नोटिफिकेसन आइहाल्छ हजुरहरूलाई, यो रहेको छ। र यति यो चाहिँ स्कुलको हो र यो चाहिँ लकआउटमा क्लिक गर्ने, ओके गर्ने। ओके गरिसकेपछि यसरी घुम्ने छ, अहिले पनि चल्ने छ तपाईहरुको। तब यहाँ चाहिँ रिफ्रेश गर्नुपर्ने छ। रिफ्रेश गरिसकेपछि तपाईहरुको यो बन्द हुनेछ। साथीहरु यो चाहिँ तपाईको विद्यालयले यसरी काम गर्नेछ। मेरो यो नम्बरमा कन्ट्याक्ट गरेर बाइ गर्न सक्नुहुन्छ है साथीहरु। मात्र तपाईहरुलाई मैले जानकारी गराइसकेको छु है। सब्स्क्रिप्सन कुन लिन चाहनुहुन्छ त्यो रहेको छ। यहाँ चाहिँ
पोर्टफोलियो रहेको छ, यो मेरो पोर्टफोलियो रहेको छ है साथीहरु। अब यति गरिसकेपछि साथीहरु अब चाहिँ हामी भ्यू मार्क सिट भन्ने छ, यसमा क्लिक गरौँ। यो विद्यार्थीको लागि हो साथीहरु, त्यही स्कुलको विद्यार्थीले कसरी आफ्नो चाहिँ ग्रेड सिट हेर्न सक्छन्। अब त्यो विद्यालयको यहाँ चाहिँ नाम अटोमेटिक आइहाल्ने छ है साथीहरु। भन्दाखेरि म चाहिँ एउटा अर्को विद्यालय जस्तै यहाँ श्री रौलेसर सेकेन्डरी स्कुल छ, यसको चाहिँ भ्यू मार्क सिटमा क्लिक गर्नेछु, के आउँछ है हेरौँ। अर्कोमा चाहिँ हामीहरुको यहाँ चाहिँ यो सरस्वती जनता सेकेन्डरी स्कुल आएको छ भने यहाँ चाहिँ के आउँछ हेरौँ है साथीहरु। यहाँ चाहिँ केही आउँछ कि हामीहरुको आइसक्यो, श्री रौलेसर सेकेन्डरी स्कुल है। यहाँ यो रौलेसरको भयो र यो चाहिँ हामीहरुको जनता सेकेन्डरी स्कुलको भयो। अब यसको सिम्बल नम्बर यहाँ हाल्ने छु है साथीहरु, 34 गरेर गरे। अनि यहाँ चाहिँ अञ्जलीको चाहिँ ग्रेड सिट देखिनु पर्ने हो, त्यो सिंगल आफ्नो मात्र ग्रेड सिट हेर्न पाउँछ है साथीहरु, यो कुरा रहेको छ। यो अञ्जलीले हेर्न पाउँछ आफ्नो ग्रेड सिट। अनि यसरी चाहिँ यहाँ हेड सरको नाम आइरहेछ, यहाँ मेरो अलरेडी आइरहेको छ है, मैले त्यो एक्जाम्पलको लागि राखे। अब विद्यार्थीले चाहिँ यो पीडीएफ डाउनलोड गर्न सक्छ है, पीडीएफ डाउनलोड गरेर। तर यो मोबाइलमा चाहिँ कम्फर्टेबल छैन, मात्र कम्प्युटर र ल्यापटपमा काम गर्ने छ, यो अग्रिम जानकारी गराए है साथीहरु। विशेष गरेर स्कुल पर्पजको लागि हो, तर विद्यार्थीले पनि हेर्न सक्ने छन् हालको लागि है। र अपडेट भर्जनमा चाहिँ सबैलाई कम्फर्टेबल होस् भनेर यस्तो बनाएर ल्याउने नै छु। अब यसमा पनि यहाँ एनजी देखाइरहेको छ, विद्यार्थीले थाहा पाउँछ, तर पनि यहाँ जीपीए देखाइरहेको छ भन्ने कुरा होला कसैको है। यसमा कन्फ्युज नहुनु होला है साथीहरु। जीपीए देखाउँछ तर यो चाहिँ नदेखाउने बनाउन मिल्छ, त्यसले गर्दाखेरि मेरो यति जीपीए आयो म त पास छु भन्ने कुरा नहोस् है, किनभने यो अलग कुरा रहेको छ। यहाँ चाहिँ हामीहरुले एनजी भएको छ र एनजी हुनाले यो चाहिँ कुनै पनि विषयमा एनजी आयो, जीपीए पनि देखाइरहेछ, तर एनजी को पूरा कम्प्लिट गर्नुपर्ने हुन्छ र यो जीपीए ले कुनै प्रभाव पार्दैन, यो बढेर आउँछ है साथीहरु। जस्तै हाम्रो एसएलसी लगायतका अन्य विषय कक्षाहरुमा पनि हामीहरुको चाहिँ एउटा विषय लागेको हुन्छ, एनजी आउँदैन हैन, तर त्यो विषय दिएपछि एनजी आएको हुन्छ। त्यो विषय दिएपछि लगत्तै त्यसको चाहिँ 2.3 कहिलेकाहीँ 4 पनि आउँछ हैन, पास आउँछ भनेपछि त्यसले चाहिँ देखाएको मात्र होइन, तर त्यहाँ जीपी अलरेडी हुन्छ। तर मैले यहाँ चाहिँ के गरिदिएको छु, देखाएको छु, यहाँ पनि देखाएको छु र यहाँ एनजी पनि देखाएको छु। अब एनजी चाहिँ पास गर्ने पर्ने हो, जसले गर्दाखेरि यसको जीपी अझ बढ्ला, त्यति मात्र हो है साथीहरु। यति गरिसकेपछि चाहिँ विद्यार्थीले यहाँ चाहिँ पीडीएफमा क्लिक गर्नेछ। पीडीएफमा क्लिक गरिसकेपछि विद्यार्थीको ग्रेड सिट डाउनलोड हुनेछ, जसले गर्दाखेरि उहाँको सिम्बल नम्बर र ग्रेड सिट लेखेर आउनेछ। उहाँहरूले यसरी क्लिक गर्यो भने यसरी आउनेछ। विद्यार्थीले चाहिँ ब्याक सिट पाउने छैनन् है साथीहरु, किनभने विद्यार्थीले ब्याक सिट पाउने छैनन् र ब्याक सिट बनायो भने हल्का चाहिँ नराम्रो हुन्छ कि भन्ने चाहिँ मलाई लाग्यो। त्यसले गर्दाखेरि स्कुललाई मात्र ब्याक सिट एक्सेस दिएको छु र विद्यार्थीलाई ब्याक सिट एक्सेस दिएको छैन। होममा क्लिक गर्दाखेरि यहाँ पुगिनेछ। त्यस्तै गरी हामी साथीहरु यहाँ चाहिँ रौलेसरको पनि हेर्नेछौँ है। रौलेसरमा पनि क्लिक गर्छु र यहाँ चाहिँ 34 यहाँ 33 क्लिक गर्नेछु। र रौलेसरको के हो भने साथीहरु डाटा सेमै मैले डेमोको लागि राखेको छु, त्यसले गर्दाखेरि केही हैन, फरक पर्दैन, डिलिट गरे हुन्छ तपाईहरुले। अब यहाँ चाहिँ मैले रौलेसरको गर्दाखेरि यहाँ क्लिक गरेर यसरी एक्सेस गरिरहेको छु र रौलेसरको यहाँ हेर्न सक्नुहुन्छ, श्री रौलेसर सेकेन्डरी स्कुल। अब लोगो चेन्ज किन भएन साथीहरु, मसँग सबै स्कुलको लोगो छैन, डेमो पर्पजको लागि एउटै लोगो सबै स्कुलमा राखेको छु, यो चेन्ज गर्न मिल्छ है, कुनै टेन्सन छैन। तपाईहरु आफै चेन्ज गर्न सक्नुहुन्छ र आएन भने म छदैछु, कन्ट्याक्ट मसँग भइराछ हैन। अब यसमा हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अर्जुन भट्ट, सीता देवी राणा अनि रामहरि भन्ने चाहिँ यहाँ रहेको छ। यसरी विद्यार्थीले आफ्नो स्कुलको हेर्न सक्छन्। यो चाहिँ मैले रौलेसरको देखाए र अर्को चाहिँ हामी चाहिँ श्री सरस्वती जनता सेकेन्डरी स्कुलको देखाए है साथीहरु। अब तपाईलाई यो चाहिँ कतिको मन पर्यो भने साथीहरु तपाईहरुले मलाई चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ है। कन्ट्याक्ट नम्बर चाहिँ मेरो यहाँ रहेको छ, म हजुरलाई दिए 982727922360 है। व्हाट्सएप पनि गर्न सक्नुहुन्छ र मेल व्हाट्सएप र फोन गर्न सक्नुहुन्छ र बाइ गर्न सक्नुहुन्छ र सब्स्क्रिप्सन हेर्नको लागि तपाईहरुले होममा जानु होला। होममा गइसकेपछि साथीहरु म फेरि अग्रिम जानकारी गराए, यो भर्जन 1 हो, अपडेट भर्जन तपाईहरुलाई मिलिराख्ने छ। यहाँ प्रिभेन्सको आधारमा जानु छ भने प्रिभेन्समा क्लिक गर्नु होला। यहाँ चाहिँ अब तपाईहरुको प्रदेश अनुसारको चाहिँ तपाईको स्कुलको चाहिँ विवरण देखिन सक्नुहुन्छ। जुन चाहिँ प्रदेश कुन रहेको छ त्यो प्रदेशमा तपाई आफ्नो क्लिक गर्नु होला। अब सुदूरपश्चिम जतिका यहाँ गर्न सक्छन्, तर हाल चाहिँ छैन है साथीहरु।
अग्रिम जानकारी गराए कि यो डाटामा चाहिँ हाल तपाईहरुको स्कुल लगइन छैन भने देखाउँदैन है। जुन स्कुलको चाहिँ डाटा छ वा रहेको छ त्यसले मात्र पाउँछ र देखाउँछ पनि है। साथीहरु यहाँ चाहिँ प्रिभियसबाट पनि जस्तै मैले यहाँ क्लिक गरे भने यहाँ चाहिँ हामीहरुको यहाँ चाहिँ सुदूरपश्चिम भित्रका अहिले 5 स्कुलको चाहिँ एक्टिभेट रहेको छ, उहाँहरुले युज गरिरहेका छन् भनौं र उहाँहरुले चाहिँ यसरी हेरिरहेका छन् र क्लिक गरेर युज एक्सेस पाउन सक्नुहुन्छ। जस्तै सरस्वती सेकेन्डरी स्कुलको पनि यहाँ रहेको छ, यसरी क्लिक गरेर सरस्वती सेकेन्डरी स्कुलको यहाँ चाहिँ हेर्न सक्छन् यहाँ है। यसरी अब यो भयो हामीहरुको है साथीहरु पहिलेदेखि जानकारी गराए र तपाईले पीडीएफ डाउनलोड गरेर मात्र अरु काम गर्नुहोला। अब प्रदेश अनुसार यसरी आउनेछ र यो चाहिँ अहिले हजुरहरुले यसको बारेमा बुझ्न चाहे भने केही पैसा थप पर्छ र यसको चाहिँ तपाईलाई सर्टिफिकेट बनाउने पनि तपाईलाई मिल्छ है साथीहरु। र यो चाहिँ पोर्टफोलियो रहेको छ। यो पोर्टफोलियोमा तपाईले हेर्न चाहनुहुन्छ भने यो मेरो फोटो रहेको छ र यो चाहिँ मेरो केही त्यतिकै डेमो पर्पजको लागि राखिदिएको छु अहिले है। र यसमा चाहिँ मेरो केही कुरा लेखिदिएको छु र तपाईहरुलाई जानकारीको भन्दाखेरि त्यतिकै मैले केही कुरा र कुनै चाहिँ यो कम्पनी छन् र मलाई चाहिँ अफर दिन चाहन्छ या चाहिँ कुनै कम्पनीले है कामको लागि मलाई चाहिँ जब दिन चाहन्छ भने उहाँले चाहिँ हेर्न सकुन् भनेर चाहिँ मैले यो सिम्पली एउटा तयार गरेको छु। मुख्य काम त यो चाहिँ के गरिरहेको छ भन्ने कुरा रहेको छ। यति गरिसकेपछि WhatsApp यहाँ रहेको छ र Facebook यहाँ रहेको छ। त्यस्तै गरी हामी चाहिँ अब यसको मोबाइल मोडमा कस्तो देखिनेछ त्यो कुरा गरौँ। मोबाइलमा क्लिक गर्दाखेरि साथीहरु यसरी मोबाइलमा यसरी देखिनेछ है। हामीहरुको मोबाइलमा यसरी देखिनेछ है। यसरी देखिनेछ मोबाइलमा र मोबाइलमा यसरी देख्दाखेरि तपाईहरुले मोबाइलमा यसरी हेर्न सक्नुहुन्छ। यहाँ क्लिक गरेर प्रदेश यहाँ हुनेछ, यहाँ प्रदेशहरु आउनेछ, पोर्टफोलियो आउनेछ, WhatsApp होम आउनेछ है। यसरी चाहिँ यहाँ आउनेछ र म चाहिँ होममा क्लिक गरे भने मोबाइलमा गर्दाखेरि साथीहरु तपाईले यहाँ यो बाहिरी एक्सेस जो छ पब्लिक एक्सेस छ त्यो आरामले पाउन सक्नुहुन्छ। तर चाहिँ जो तपाईको स्कुल एक्सेस छ नि साथीहरु जुन चाहिँ यसरी क्लिक गरे सुदूरपश्चिममा गइसकेपछि हामीहरुको यो खुल्छ। यो खुलिसकेपछि साथीहरु हामी चाहिँ भ्यू मार्कसिटमा जाने छौं। मार्कसिटमा क्लिक गर्दाखेरि साथीहरु यो नयाँ चाहिँ पेज खुल्यो र यसलाई पनि म यसरी क्लिक गरे र एउटा नयाँ पेज खुल्ने छ। खुलिसकेपछि साथीहरु यसरी आउनेछ र यहाँ चाहिँ तपाईले सिम्बल नम्बर राख्नु पर्ने छ। यसरी मैले सिम्बल राख्दाखेरि भ्यू ग्रेड सिट भनिरहेको छ। अब यहाँ चाहिँ त्यो विद्यार्थीको ग्रेड सिट मोबाइलमा पनि देखिनेछ। यसरी देख्दाखेरि यहाँ चाहिँ यति ठूलो आउनेछ है साथीहरु। त्यो यहाँ चाहिँ एउटा समस्या यो रहेछ कि मोबाइल कम्फर्टेबल अहिले बनेको छैन, मात्र ल्यापटप र कम्प्युटर कम्फर्टेबल बनेको छ र ट्याब्लेटमा पनि चल्छ। तर यो चाहिँ मोबाइलमा त्यति उपयुक्त अहिले छैन, सिधा कुरा गराइदिएको छु र विद्यालयले आरामले युज गरेर दिन सक्ने छ। अब यति गरिसकेपछि साथीहरु अब यहाँ चाहिँ पीडीएफमा हामी क्लिक गर्छौं। अब हामी मोबाइलमा डाउनलोड गर्दाखेरि कस्तो देखिनेछ त्यो कुरा रहेको छ। मोबाइलबाट डाउनलोड गर्दाखेरि पनि राम्रै देखिरहेको छ, तर मोबाइल कम्फर्टेबल चाहिँ त्यति छैन है। जानकारी गराए। हस्त धन्यवाद साथीहरु। यो भिडियो मन पर्यो या चाहिँ यो चाहिँ तपाईलाई यो वेबसाइट मन पर्यो, तपाई लिन चाहनुहुन्छ भने तपाई मेरो मबाट लिनु भएको छ। 5 वर्ष पहिला पनि मदेखि अफलाइन सफ्टवेयर किन्नु भएको छ भने उहाँहरुले मात्र 800 तिरेर अनलाइन लिन सक्नुहुन्छ भने नयाँले चाहिँ 1800 तिरेर लिन सक्नुहुन्छ र मलाई चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। कन्ट्याक्ट गरेर म एक्टिभेट गर्दिन्छु। हजुरहरुले प्रोफाइल खोलेर आरामले आफ्नो विद्यार्थीको डाटा हालेर हैन सबै कुरा म्यानेज गर्न सक्नुहुन्छ। हस्त धन्यवाद।